आफूभन्दा जान्ने र अनुभव भएका मानिसहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्। राम्रो पुस्तक, जीवनी र प्रेरणादायी सामग्रीलाई साथी बनाउनुहोस्। दैनिक जीवनमा अनुशासन, समयको सम्मान, सत्य बोल्ने र वचनको पालना गर्ने अभ्यास गर्ने बानी बसाल्नुहोस्। किनकि मानिसले जे बारम्बार गर्छ अन्ततः त्यही उसको चरित्र बन्छ। धेरै धन कमाउने मात्र सफल मानिस होइन। सफलता भनेको आफ्नो क्षमता प्रयोग गरेर आफू र समाजको जीवनमा सकारात्मक प्रभाव पार्नु हो। असल मानिस त्यो हो जसको व्यवहार राम्रो हुन्छ, जसले अरूलाई सम्मान गर्छ, जसले आफ्नो जिम्मेवारी पुरा गर्छ, जसले कठिनाइमा पनि सही बाटो छोड्दैन। असल मानिसहरूको सङ्गत यसकारण गर्ने कि उनीहरू जीवित विश्वविद्यालय जस्तै हुन्छन्। उनीहरूको अनुभवबाट सिक्न सकिन्छ। उनीहरूले हौसला दिन्छन्। उनीहरूको सोच तपाईँको सोचको स्तर माथि उठाउने खालको हुन्छ।